बोलोअपको कोइन टपअप दुई तरिकाले गर्न सकिन्छ। त्यो दुईवटा तरिका के हो अनि कसरी गर्ने सम्बन्धी आजको यस भिडियोमा म कुशल चेम्जोङ तपाईँहरूलाई बताउन गइरहेको छु। बोलोअपको आइडी कसरी बनाउने वा एजेन्ट कसरी बन्ने बोलोअपमा सम्बन्धी भिडियो चाहिरहेको छ भने तपाईँ हाम्रो च्यानल टेकिङ नेपालमा जानुहोस् र प्लेलिस्ट भन्ने अप्सन छ त्यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँनिर बोलोअप सम्बन्धी सम्पूर्ण भिडियो भेट्न सक्नुहुन्छ। अब कोइन टपअप बारे जानौँ। त अघि नै भनेको थिएँ दुईवटा अप्सन रहेको छ। एउटा अप्सन चाहिँ के हो भने हामीले बोलोअप खोल्ने अनि कोइन्समा जाने र यहाँ रहेको लिस्टमध्ये कुन लिस्ट तपाईँलाई ठिक लाग्छ त्यसमा क्लिक गरेर डलर कार्डबाट पेमेन्ट गर्ने। डलर कार्डबाट किन्दा चाहिँ अलिकति महँगो पर्न जान्छ, किनभने हामीले डलर कार्डमा डलर लोड गर्दाखेरि त्यहाँ लोड गरेको चार्ज पनि तिरेको हुन्छौँ भने र यहाँ रहेको डलरबाट किन्दाखेरि अलिकति महँगो पनि परिरहेको हुन्छ। त्यसको सोल्युसन चाहिँ के छ भने कोइन सेलरबाट किन्ने। म पनि एक कोइन सेलर हो, तर मेरोबाट किन्नुपर्छ भन्ने पनि छैन। तपाईँले बोलोअपमा सजिलैसँग धेरै नै कोइन सेलरहरू भेट्न सक्नुहुन्छ। अथवा मसँग लिन चाहनुहुन्छ भने कमेन्ट बक्स अनि डिस्क्रिप्सन बक्समा एउटा लिङ्क दिनेछु। त्यो लिङ्कमा क्लिक गरिसकेपछि तपाईँको माझ बोलोअपको कोइन लिस्ट खोलिनेछ र यसरी तपाईँले चेकआउट गर्न सक्नुहुन्छ कतिको लिन चाहनुहुन्छ। अहिले चाहिँ म 10 लिन चाहेँ। यहाँनिर बाई अन वाट्सएप लेखेको छ, यसमा क्लिक गर्ने र वाट्सएप खोलिन्छ। अनि यहाँदेखि तपाईँलाई म क्युआर पठाइदिनेछु। क्युआरमा पेमेन्ट गर्नुहोस्, आइडी पठाउनुहोस् र तपाईँको कोइन टपअप भइहाल्छ।